एभ्रिवान स्वागत छ फेरि पनि मेरो नयाँ ब्लगमा। आइयो तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामको साथ नयाँ ब्लग लिएर आइसकेको छु। आज चाहिँ स्पेशल के भन्नु पर्दाखेरि मेरो भाइ र दाइहरुले आज बल खेल्ने कोर्ट बनाउन आँट्नु हुँदैछ। तपाईहरुलाई म देखाउने नै छु, हेर्दै गर्नु होला। चाहिँ हाम्रो कार्यक्रम चलिरहेको छ। यहाँ हुनुहुन्छ मुसा। म हैन आउने आँटेको थिएँ नि, ठ्याक्कै सुरभले भनेको हैन हस्बेन्ड आइलो हरि म भ्लग बनाउनु पर्यो भन्दै सोच्दै आइरहेको थिएँ। मेरो भिडियोलाई के गरिदिनु नि भन्दै थिएँ, लाइक सब्स्क्राइब अनि राम्रो राम्रो कमेन्ट चाहिँ हान्दिनु हुन्छ भन्ने मेरो दिदीलाई आश छ। आश मेरो दिदीलाई आश छ। उल्टो भन्छस् सुलभको बल हेर्नलाई होइन तिमीलाई आश छैन त नि? छ नि त नि तिबर मैले पाहाड आएको एउटा थियो। एउटा त खुसी अब त्यहाँ सार हुन्छ। मेरो ठुलो कोदालले मलाई खन्नु दिँदैन नि त। हाम्रै कोदालो रहेछ है यिनीहरू त। कहाँ थिए ल्याएको तिमीहरूले? निनीहरूकोमा थियो नि त हाम्रो कोदालो। उयो उता सुरभले बोकेको चाहिँ हाम्रो कोदालो। सुरु गरौँ त। सार्जर गर्ने। लु गर। निनीलाई भनेको यहाँ बनाउने भनेर। निनी त खुसीले के त बनाऊ बनाऊ भन्थे। अब मलाई पनि यहाँ कुखुराहरू त रोइन्छ भन्दै कुखुराहरू रोइन्छ अरे। यहाँ त गेम हामी खेलाउँछौँ अब गेम। आउनु होला खेल्नु भन्न। यो भने आफ्नै अब भइहाल्यो होइन निनीहरूको अब त्यही भएर हुन्छ कि स्पोन्सर खोज्नुपर्छ नि। नभएदेखि पैसा उठाउनु पर्छ बल खेल्नुलाई होइन। नेट त छ एउटा बल्छी ल्यायो भने हामी पनि बल ल्याउनु भनेको केटीको। यहाँनिर त धारा पानी आयोजकले पानी अरे। माथिबाट पानी झर्छ र। क्यामेरा त के भएको मेरो? के भएको ब्लोअर आउँछ? खुसी भिडियो बनाएर म खनिदिन्छु। दा यसो गरेर मजाले देखाएर त्यसले मम्मी खनिदिन्छु। भिडियो गरिराख्छस् नि? ओइ भिडियो गर्नु भएको हैन? भिडियो गरेको लाखान त उयो बाँसको उयोले क्या सफा गर्छ। र त हो म यतै सोच्दै थिएँ माथिबाट गर्दिम। अन्दिरा नभनेको राख्दिनै अन्दिले ब्लग बनाएको के भएन। दिदी बहिनीमा कम्पिटिसन छ। कम्पिटिसन चाहिँ हैन ल। अनि कम्पिटिसन अब ओइ हाम्रो अन्दी पनि हैन किरिकमा नि हैन बाजे कत्रोबाट छ नि यत्रोबाट छ। अन्त हैन त्यो डढाएको नि हो डढेन। कसले भेटायो उयो हजुरले भेटाउनु भएको झारेको हजुरले। अनि अन्जीलाई अब सक्कली हो भने चाहिँ तिम्रो आधी आधी बनाएरै भन्नु। एकचोटि नआउनु गफ नगरिकन खान फाट्दैन त। पछाडि दसकली हो भने त त्यो त होइन होइन फोटोमा त्यति देख्छ। ठिकै छ होला फोटोमा ठुलो देख्छ। फोटोमा ठुलो देख्छ। अन्जुले ल्याएको क्या हिजो रेगा पनि थियो। रेगा ओ ढुङ्गाको जस्तै रेगा थियो। यहाँ त नानी यहाँलाई फेरि उकालो देख्छ अरे त्यस्तो खाले होइन। ठिक छ खाइदिएको हुने यसमा त दुस्नुलाई त कोड राम्रो है भन्दैन। सोध त त्यही पनि यस्तो ढिलो मिस्यो हजुर मम्मी त लाने भन्नुहुँदैछ। हाम्रो यहाँ भेला पारिदिन्छ हुन्थ्यो भन्नु खाँदैन नि सोतर चाहिँ हुन्छ सोतर हुन्छ भैँसीलाई नि अचेल नि हिलो हुन्छ नि त। हाम्रो एउटा सुँगुर बिमारी भएर नि
5000 गयो मर्यो मरेन नि अब मरु चाहिँ होइन खुट्टा चाहिँ के खन्चे खन्ने गर्छ क्या तर हिजो हेरेको केही पनि भएको थिएन केही भएको छैन तर खन्चे गर्छ कुन चाहिँ भन्ने जस्तो त्यो त्यस्तो सबैले कतिजना मान्छे नपुगेको छ बिहाको खाने मर्दैछ भने होइन डोजोले खाने जस्तै भएर छ खुसियालीमा मैले बल्झेलु हिँडेको मम्मीले त मम्मीले धान पुर्या भन्यो धान पुर्याएर भोक लागेर भात लगाएको भनेर बाबालाई फेरि भन्दै आएको किन्ने भेटायो भने म चाहिँ अब यता पुलिसवाला पाउँछ त नि आधी आधी है सबैले जसले किन आधी आधी माको छ भिडियो बनाउनु ओइ ओमामा ओ मासले ओइ अनन्त्य वासे पनि लाग्दैन लागिहालेको पनि त मोबाइल चाहिँ फुट्यो एउटा चाहिँ होइन दुईटै हो भने त्यत्रो लामो देखेनौ अनि सानो सानो त माथि हो हुन्छ सानो बाटो यहाँ हुनुहुन्छ राफी ल खुसी भिडियो बना मैले काम गरेको भिडियो बनाउनु पर्छ अलग गलेको म बनाइदिनु जानु पो रोकाइदिनु हेर नि रोकाइदिएको ला भन्न चाहिँ हेर मैला गर्छ भन्ने बनाओ बनाओ भन्नुभएको त्यो धन्न होइन तिमीहरूले नबुझेर पुरा गरेको छ अब पानी यहाँ त्यहाँ उम्रिन्छ हामी यता कुलो काट्दिन्छ पाइप छिराइदिन यसो होइन त्यो भित्ताबाट उयो छ नि जनाको पाइप तिमीहरूको त्यसो भए पाइप छिराइदिन र भिडाएर कहाँको छ त्यो त्यत्रो योजनाको त्यहाँदेखि यतिको झन् 11 लाख बढ्यो 11 लाख बल होला 1500 त बल गङ्गाले 3500 को हुन्छ हो क्या भने 5000 को त्यत्रो 11 लाख परिरहेछ नि बजेट कोदाल हट्यो बल ल उता लानु बोल्नु बोल बोल बोल्नु अम्मामा एकजना उचाल्न त नसक्ने के खेलिराख्नु भनेर अनि म कुक्स त हो नि अरे गाइजहरु मेरो भ्लग चाहिँ यही इन्ड गर्न चाहन्छु किनकि आज रात परिसक्यो भात खानुपर्ने हुन्छ त्यही भएर त्यसपछि होइन मेरो भ्लग चाहिँ इन्ड गर्छु सबजनाले माया गरिदिनु होला पहिलाको आइटीमा जस्तै सबजना सब्सक्राइब गरिदिनु राम्रो राम्रो कमेन्ट गरिदिनु होला अड्डामा हाम्रो भारी छेउ पानी छर्किन्छ अनि त्यसपछि हामी चाहिँ लगभग घर आइ पनि आइसकेको छौँ अब हात खुट्टा दिनुपर्ने हुन्छ किनकि हाम्रो हात खुट्टा यस्तो भइसकेको छ अनि त्यसपछि होइन अनि यस्तो छ गाइजहरू अलिक बेसाकी त बोल्नु छैन गाइजहरू मेसो यत्रो हो नि त यतातिर हुन्छ मुसा जिउ चरा उड्छ त नि मेरो भ्लग इन्ड गर्न चाहन्छु बाई बाई गाइज सबजनाले माया सब्सक्राइब सपोर्ट गरिदिनु होला बाई गर्नु खुसी सबजनाले मलाई के गरिदिनु अरे भन्दै एकचोटि ए माया मात्रै सबजनाले माया साथ सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला मलाई अनि मेरो भ्लग अब यहीँ इन्ड गर्न चाहन्छु बाई बाई